आदरणीय श्रोता नमस्कार। कार्यक्रम सिटिजन हाटकमा स्वागत छ। प्राविधिक मित्र नवराज बस्नेतसँगै उपस्थित भएको छु म कार्यक्रम प्रस्तुता दीपक धिताल। तपाईकै चासो र सरकारका विषयमा केन्द्रित रहने कार्यक्रम सिटिजन हाटक तपाई हरेक मंगलबार र शुक्रबार बेलुका 8 बजेको सिटिजन समाचारपछि राति 9 बजेसम्म सुन्दै आइरहनु भएको छ। यस कार्यक्रममा हामी समसामयिक राजनीतिक विषय, आर्थिक जुनसुकै विषयलाई पनि यस कार्यक्रममा समेट्ने गर्दछौं। यो कार्यक्रममा आज हामी विभिन्न पार्टीबाट विभिन्न पार्टीमा नेता तथा कार्यकर्ता प्रवेश गर्ने लहर बढ्दो छ। सोही क्रममा आज नेकपा एमालेले आफ्ना पूर्व नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको छ। पूर्व नेता तथा कार्यकर्ता पार्टीलाई माया गर्दै फर्किएका छन्, आफ्नो घर फर्किएका छन्। यतिखेर नेकपा एमाले छोडेर गइसके पछाडि किन फेरि नेकपा एमालेमा प्रवेश गर्नु पर्यो, किन भित्रिनु पर्यो, कि अब देशको राजनीति गर्नको लागि कुन पार्टी उपयुक्त रहेछ, देशलाई निकास दिनको लागि अब दोस्रो संविधान सभाको निर्वाचनमा आफू प्रवेश गरिसकेको पार्टीलाई कसरी अगाडि बढाउने, देशमा अहिले देखिएको राजनीतिक अस्थिरतालाई कम गर्दै एउटा स्वस्थ र शान्त वातावरण बनाउँदै देशलाई समुन्नत बनाउन आफ्नो भूमिका के हुनेछ त यिनै विषयमा रहेर हामी केन्द्रित रहनेछौं। आज हामीसँग हुनुहुन्छ रत्नेश्वर लाल गोहित यादव, जो आज नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। पहिला पनि उहाँ नेकपा एमालेकै नेता हुनुहुन्थ्यो। तमलोपा नेपालको सहमहामन्त्री रहँदै काम गर्नुभएको थियो विगतमा। उहाँले त्यसलाई त्यागेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। आज हामी उहाँसँग कुराकानी गर्छौं। कुराकानीका क्रममा तपाईसँग पनि प्रश्नहरू उब्जिन सक्छन्, जसको लागि तपाईले आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस्, टाइप गर्नुहोस् NEWS न्यूज, एक स्पेस छोड्नुहोस्, त्यसपछि आफूलाई लागेका प्रश्न नाम र ठेगाना सहित 5006 मा सेन्ड गर्नुहोस्। हामी तपाईको प्रश्न ब्रेक पछाडि राख्दैछौं। अब हामी कार्यक्रमतर्फ लाग्छौं। स्वागत गर्छौं उहाँलाई। गोइजी, यहाँलाई स्वागत छ कार्यक्रममा। यहाँलाई पनि धन्यवाद छ जुन एफएम मा बोलाउनु हो। आराम हुनुहुन्छ? ठिकै छु, आरामै छु। आज नेकपा एमालेमा प्रवेश गर्नुभयो, कस्तो अनुभूति भइरहेको छ? मलाई धेरै खुसी लागेको छ। आज खुसीको सीमै छैन, यति खुसी छु। किनभने जुन पार्टीमा मैले 29-30 वर्षसम्म काम गरेको र त्यो पार्टीलाई निर्माण गरेको, त्यो पार्टीलाई उचाइसम्म पुर्याएको र बीचमा केही कारणवश 64 सालको संविधान सभाको चुनाव मैले नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर 2 मा लडेको थिएँ र त्यस पछाडि मैले पार्टी ब्रेक गरेको हो एमाले। र यो बीचको मैले तमलोपा नेपालमा काम गर्दा अथवा मधेसवादी पार्टीहरूको चालढाल अथवा त्यसको वातावरण हेर्दा कस्तो लाग्यो मलाई कि हैन मैले भूल गरेको छु, ममा सेन्टिमेन्ट भयो कि के भयो कि यो अफसोस थियो। र मैले हेरे त्यहाँ कुरा एउटा, काम गराए अर्को। र 4 जना पनि सभासद फुटेर, 2 जना पनि सभासद फुटेर पदको लागि, मन्त्रीको लागि फुट्ने, तर त्यसबाट हटेपछि त्यो मतलब मुद्दाको कार्ड बनाउने। अहिले मधेसमा, तराईमा तपाई जहाँ जानुस् मधेसवादी दलप्रति जनताको वितृष्णा छ। किनभने उनीहरूले धेरै विकृति फैलाएको छ। आज स्थानीय निकायको कुरा गर्नुस्, त्यसमा प्रतिनिधित्व बढेको छ। जुन पार्टीले मधेसको एजेन्डा बनाउँछ, जो 63 सालको मधेसको एउटा जनविद्रोह थियो, त्यो समावेशी र समानुपातिकको प्रतिनिधित्वको लागि थियो। हरेक तह र तबकामा, हरेक राज्यको अंगमा। तर हामीले 4 वर्ष के देख्यौं, जनताले त्यति म्यान्डेट दिइसकेपछि पनि मधेसवादी दल र एकीकृत माओवादीले सत्ताको खेल खेल्यो, भत्ताको खेल खेल्यो, तर मुद्दाको खेल खेलेन। न त्यति बेला सडकमा कुनै संघर्ष भयो, न त्यति बेला सदनमा कुनै संघर्ष भयो। आज त्यस्तो भएको भए जनताले जुन उहाँलाई म्यान्डेट दिएको थियो, त्यो म्यान्डेट अनुसार काम गरेको भए आज नेपाली जनताले एउटा संविधान पाएको हुन्थ्यो। आज नेपाली जनताले लोकतन्त्र, गणतन्त्र संस्थागत भएको पाउँथ्यो, तर पाएन। बडा दुःखको कुरा हो। एउटा संविधान सभाको कार्यकाल 2 वर्ष थियो, 4 वर्षमा पनि पूरा हुन सकेन। आज दोस्रो संविधान सभाको चुनावको घोषणा भएको हो
घोषणा हुनेवाला छ। जनतामा एकदमै विश्वास छ कि हाम्रो मुलुक एउटा गरिब मुलुक हो, हामी आर्थिक रूपमा पिछडेको मुलुक हो, तर पनि यहाँ लिडरहरूको जुन छ त्यसले चाहिँ त्यो गम्भीरता छैन। तपाईले 2 नम्बर धनुषा 2 नम्बरबाट चुनाव लड्नुभयो एमालेकै तर्फबाट त्यतिखेर हो, तर किन चुनाव लडिसके पछाडि तपाईले एमाले त्याग गर्नुभयो? हेर्नुस्, पार्टीभित्र अब कुनै कुनै व्यक्ति, पार्टी होइन व्यक्ति, पार्टीभित्र जस्तै त्यति बेला अञ्चलको इन्चार्ज नेकपा एमालेको जनकपुर अञ्चलको इन्चार्ज रामचन्द्र झा थियो र त्यो धेरै लामो समयसम्म इन्चार्ज बस्यो, 9 वर्षसम्म। करिब करिब उहाँको र मेरो एउटै क्षेत्र 1 नम्बर धनुषाको पर्थ्यो, तर पनि मैले पार्टीको इमान्दारिताको लागि उहाँलाई पटक पटक मैले जिताएँ। तर मलाई एकचोटि म आफ्नै श्रम पसिना बगाएर नेकपा एमालेको छत्रछायामा धनुषा जस्तो नेपाली कांग्रेसको गढ जिल्ला मानिन्थ्यो, तर 2054 सम्म आउँदै आउँदै मैले त्यहाँ नेपाली कांग्रेसलाई जनताको बीचमा कमजोर पारे र त्यो बेलाको स्थानीय निकायमा धनुषाको सभापतिमा यति चर्चा थियो, यति लोकप्रियताको त्यसको सीमा थिएन, तर त्यहाँ पनि अन्तर्घात गर्यो, चुनाव हराइयो, गलत नीति र सिद्धान्तहरूको बीचमा एउटा गठबन्धन भयो। त्यस्तै 64 सालमा पनि मैले 1 नम्बर रोज्ने ठाउँमा 2 नम्बर पनि रोजेँ, तर त्यहाँ पनि त्यही गतिविधि भयो। त्यसको कारणले गर्दा मैले ब्रेक गरेको कि जबसम्म त्यो मान्छे त्यो पार्टीमा बस्छ तबसम्म म बाहिरै बस्छु। तर आज व्यवहारले प्रमाणित गरेको छ। नेकपा एमाले के दिएन रामचन्द्र झालाई, सबै थोक दियो, तर आज एउटा संवेदनशील घडीमा एमालेलाई जुन लात हान्ने काम गरेको छ त्यसको पूर्तिको लागि मैले अठोट र साहसको साथ फेरि आफ्नो घरमा फर्केको छु र त्यो काम, त्यो जिम्मा म पूरा गर्छु। अब रत्नेश्वरजी, तपाईको भनाइ आइरहँदा रामचन्द्र झा नेकपा एमालेमा रहिरहँदा तपाईँ तमलोपा नेपालमा हुनुहुन्थ्यो। त्यति हुँदाहुँदै पनि तपाईलाई नेकपा एमालेको माया चाहिँ लागिरहन्थ्यो, एउटा व्यक्तिको कारणले तपाईले छोड्नु परेको थियो, स्वीकार्नुहुन्छ? यो कुरा म स्वीकार्छु। मेरो नारा के थियो त्यो नेताहरूलाई पनि थाहा छ, कार्यकर्ताहरूलाई पनि थाहा छ। मैले पार्टी छोडेको छु तर साथी छोडेको छैन, यो मेरो मुख्य नारा थियो। र भित्रभित्र कहाँ कहाँ मान्छेले विश्लेषण गर्थ्यो कि यसको रहस्य के हो। यसको रहस्य त्यही थियो कि पुनः एक दिन म यस्तो घुम्ती आउँछ, यस्तो मोड आउँछ, यस्तो समय आउँछ, म फेरि एमालेमा फर्किन्छु। यो भन्दा फरक पर्दैन। रामचन्द्र झा बाहिरिएपछि रत्नेश्वरलाल गोइत भित्रिए हो। अब रामचन्द्र झालाई पनि त्यही अनुभूति भयो कि केही समय पछाडि होला, मानव एउटा अपेक्षा गरौं नेकपा एमाले छोड्न नहुने रहेछ, नेकपा एकीकृत नेकपा माओवादीले मलाई धोका दियो भनेर फेरि एमालेमा प्रवेश गर्दा तपाईहरु बीच त फेरि मनमुटाव आउला नि। अब त्यो फिल्टर भएर आउँछ, फिल भएर आउँछ, सुधार भएर आउँछ। हो, त्यही कुरा मैले चाहेको थिएँ कि एउटा पार्टीमा जस्तै कि धेरै किसिमको फूलहरू फुल्छ कि त्यो आफ्नो आफ्नो ढंगले विकास गर्छ। पार्टी पनि त्यही हो, आफ्नो आफ्नो प्रतिभा, कला, मेहनत, श्रम, पसिना अथवा नीति सिद्धान्तको आधारमा मान्छेले अगाडि बढ्छ र सामूहिक लिडरशिपको आधारमा मान्छेले अगाडि बढ्छ। उहाँमा एउटा त्यो घमण्डीपना, अलिकता दम्भ, अलिकता चाहिँ आलोचना गर्ने व्यक्तिलाई तह लगाउने त्यो कुराहरूले गर्दा मैले सहन नसकेर केही समयको लागि ब्रेक गरे। त्यो ब्रेक गर्ने समयमा मेरो यो पनि विश्लेषण थियो कि यो 3-4 वर्षमा यसको जुन बानी और बेहोरा छ त्यो चाहिँ उदाङ्गो हुन्छ, त्यो मान्छे आफ्नो ठाउँमा लाग्छ। अब संविधान सभाको निर्वाचनदेखि संविधान सभाको विघटन हुँदाखेरिसम्म 4 वर्षको अवधि पूरा गर्यो। अहिले अब 5 वर्ष पूरा भइसक्यो जबकि संविधान सभाको पहिलो निर्वाचन भएको। त्यति समय तपाईँ अर्को पार्टीमा रहँदा नेकपा एमालेलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो थियो हजुरको? अनि त्यो भित्र पनि अब मधेसवादी दलभित्र पनि विभिन्न विचारका मान्छेहरू, विगतको विभिन्न पृष्ठभूमिका मान्छेहरू, वाम पृष्ठभूमि, कांग्रेस पृष्ठभूमि अथवा राप्रपाको पृष्ठभूमि, अनेक पृष्ठभूमिका मान्छेहरू छन्। त्यहाँ पनि दृष्टिकोणको लागि लडाई छ, मतलब एउटा बहस छ, छलफल छ। र मैले कहिले पनि त्यो वर्गीय दृष्टिकोणलाई कहिले पनि प्रत्याग गरेन। त्यो भित्र पनि म त्यो दृष्टिकोणलाई फल्न फुलाउन खोजे, तर त्यहाँ
त्यो किसिमको अवस्था छैन। त्यहाँ एउटा अब मात्रै त्यो पुँजीवादी चिन्तनमा ग्रसित धेरै जसो व्यक्तिहरू छन् र त्यहाँ पनि एउटा मैले के हेरेँ कि मात्रै एउटा मतलब कारको लागि प्रयोग गर्ने, तर वास्तवमा जनताको बीचमा जाने, जनताको सुख दुःख बुझ्ने, जनताको थिचोमिचोसँग एकाकार हुने, सामूहिक लिडरसिप प्रस्तुत गर्ने, संगठन संरचनाहरू बढाउने, त्यो कदापि त्यहाँ चिन्तन छैन। त्यहाँ चिन्तन हो कुन दाउ पेचले म एकचोटि मन्त्री बन्न पाऊँ, म यो गर्न पाऊँ, म त्यो गर्न पाऊँ। देश र जनता प्रति त्यति संवेदनशील मैले देखेन। अब यत्रो समाज छ, त्यही समाजको उपजको रूपमा केही मानिसबाट एउटा धारणा व्यक्त हुन सक्छ कि रत्नेश्वर लाल गोइत यादव पनि त्यतिखेर केही जिम्मेवारी पाएन, मन्त्री हुन पाएन, आफूलाई स्वार्थ पूर्ति गर्न पाएन, त्यही भएर तमलोपा नेपालमा गए, त्यहाँ भएन, फेरि एमालेमा फर्क्यो। यिनीहरू मधेसी दलका नेताहरू, मधेसी नेताहरू भनेका स्वार्थ पूर्ति गर्ने नेताहरू हुन् भनेर केहीले टिप्पणी गर्लान्, त्यसको खण्डन कसरी गर्नुहुन्छ? होइन, त्यो टिप्पणी गर्नेले टिप्पणी गर्न सक्छ, तर खण्डन गर्ने मुख्य कुरा के हो? राजनीतिक व्यक्तिको व्यक्तित्वको आधार के हुन्छ? व्यवहार हुन्छ, बोली र व्यवहार। त्यसमा एकरूपता भएन भने वास्तवमा त्यो खण्डन गर्न गाह्रो हुन्छ। मैले यत्रो वर्षसम्म, 30 वर्षसम्म, 31 वर्षसम्म भनौँ कि 34-35 लाग्दै होला राजनीतिक क्षेत्र। मैले सबभन्दा पहिला 2044 सालमा तत्कालीन मालेको मैले जनपक्षीय उम्मेदवार आफ्नो गाविसमा लडेको थिएँ र हुँदाहुँदै 46 सालको बहुदल स्थापना पश्चात मैले 49मा फेरि स्थानीय निकायमा अध्यक्ष पदमा लडेँ। मैले एकदम लोकप्रिय हिसाबले मत ल्याएँ। पुरै गाविसको सिट एमालेलाई आयो। त्यस पश्चात मैले जीविसमा पनि चुनाव त्यसै सालमा लडेँ। एक्लै एमालेको सदस्य भएर जीविसमा सदस्य भएर गएँ र 54 साल आउँदै आउँदै त्यो धनुषा जिल्लालाई एमालेकरण बनाइदिए। जनताको एमाले प्रतिको भावना जगाइदिए। जनताको भावना यो थियो कि एमालेको कार्यकर्ताहरू जनताप्रति उत्तरदायित्व हुन्छ, देशप्रति उत्तरदायित्व हुन्छ, आफ्नो स्वार्थ र आफ्नो व्यक्तिगत लाभप्रति त्यति मतलब केन्द्रित हुँदैन। त्यस कारणले 30, 29, 32 वर्षको राजनीतिक क्रममा मलाई आज जुन मेरो जुन इमेज हो, राजनीतिक इमेज, त्यो इमेजसँग मलाई लाग्छ कसैले च्यालेन्ज गर्न सक्दैन। हो, समय क्रममा मैले एमाले ब्रेक गरेको हो। ब्रेक गर्दाखेरि कुनै राजनीतिक मूल मान्यतामा ह्रास भएको छैन र विचार दृष्टिकोणमा ह्रास भएको छैन। त्यसैले म त्यो कुरालाई राम्रोसँग खण्डन गर्न सक्छु र व्यवहारले जनता पत्याउन सक्छु। तपाईँ नेकपा एमालेमा प्रवेश गरेसँगै नेपालको मुटु मधेसमा के छ अहिले एमालेको सम्भावना? एमालेको सम्भावना आजैको प्रवेशको कार्यक्रमदेखि मधेस तराईको जिल्लाहरूमा तपाईँ हेर्दै जानुस्, एउटा अलगै तरंग पैदा भएको छ कि रत्नेश्वर गोइजी फेरि एमालेमा फर्कनु हो। र यो मैले बताएको थिएँ, त्यहाँ यो एक चरणको कार्यक्रम मात्रै भएको हो। 2 चरणको कार्यक्रम अहिले पनि बाँकी छ र त्यो 2 चरणको कार्यक्रम मास बेसमा हुन्छ। कस्तो हो यो 2 चरणको कार्यक्रम मास बेसमा भन्नाले? त्यो हजारौं हजार प्रवेश गर्ने मान्छेहरू धनुषामै हुँदैछ कार्यक्रम? धनुषामा हुन्छ, तपाईको मौतरीमा हुन्छ, सर्लाहीमा हुन सक्छ। तपाईकै नेतृत्वमा? अब मेरै नेतृत्वमा धेरै विन्सहरू अहिले बाँकी छ। त्यो अहिले मिडियाको अगाडि म भन्न चाहिरहेको छैन। त्यो जुन दिन त्यो कार्यक्रम हुन्छ त्यो आफै ब्रोडकास्ट हुन्छ। त्यसैले लोकप्रियता बढिरहेको छ। तपाईले यति भनिरहँदा एकीकृत नेकपा माओवादीका केही कुराहरू ल्याउँ। अब उपाध्यक्ष, अध्यक्ष लगायतका शीर्ष तहका नेताहरू छन्। अब हामी तराईबाट उम्मेदवारी दिन्छौँ, तराईबाट लड्छौँ, अब नेकपा एमाले सिद्धियो भन्ने कुराहरू गरिसक्नु भएको छ उहाँहरूले। त्यसलाई कसरी हेर्नुहुन्छ? अब तराईमा उहाँहरूका शीर्ष नेताहरू जाँदा तपाईँ एमालेको सम्भावना छ भनिरहनुहुन्छ। एकीकृत माओवादीका शीर्ष नेताहरू तराईमा जाँदा मलाई के लाग्छ भने यो राजनीतिक ट्वेन्टबाजी हो कि यो ट्याक्टिक्सका कुराहरू हुन्। आफ्नो कार्यकर्ता शुभचिन्तकलाई मनोबल बढाउने कुराहरू हुन् र मलाई लाग्छ कि भित्र उहाँहरूको पनि चिन्तित हुनुहुन्छ कि ज्यादा के हुन्छ। त्यो एउटा अध्ययनको विषय। नेकपा एमाले प्रतिको तराई मधेसमा पनि त्यो समर्थक बेसमा त्यति ह्रास भएको छैन।
हो केही व्यवहारिक अथवा त्यसलाई परिचालन गर्ने, त्यसलाई चाहिँ अलिकता त्यसको भावना बुझ्ने र त्यो अनुसार हिँड्ने मामलामा अलिकता चुक भएको हो। त्यो अहिले कोर्स पूरा हुँदैछ। फेरि एमाले रिथिङ्किङ गर्दैछ र त्यो रिथिङ्किङ भनेको एउटा स्वच्छ रिथिङ्किङ हो। आज हेर्नुहोस्, नेकपा एमाले एउटा सेन्ट्रल कमिटी विगतमा निर्णय गर्यो कि एमालेबाट गएका साथीहरूलाई फर्काउने। आज क्रमशः सबै फर्किरहेको छ। यसको मतलब के हो भने पार्टीले आज चाहिँ नेकपा एमाले जुन रिथिङ्किङ गरेको हो त्यो सही धरातलमा गरेको हो र त्यसले उठाउँछ। मधेस केन्द्रित दलहरू पनि भनिरहेका छन् अब हामी मोर्चाबन्दी गरेर जान्छौं, मधेसका एजेन्डाका लागि हाम्रो दल हो। अब मधेसमा मधेस केन्द्रित राजनीति गरेर आएका दलले यसो भनिरहँदा नेकपा एमालेलाई एउटा आरोप अहिले आइरहन्छ, जनजातिको मुद्दा उठाउँदैन, मधेसका मुद्दामा विचलित भयो भन्ने एउटा आरोप सहिरहेको पार्टीले सम्भावना बटुल्न सक्ला त? हैन, यो कुरा के हो भने बढी रूपमा त्यो प्रचारबाजी कुरा हो। जनताले वास्तवमा यो प्रचारबाजी कुरालाई पनि त्यति महत्व दिएको छैन, व्यवहारबाट प्रमाणित हुन्छ। त्यो भन्दैमा आज नेकपा एमालेमा आजै जुन प्रवेशको कार्यक्रममा तपाईले जुन हेर्नुभयो त्यो हरेक जिल्लाबाट प्रवेश गरेको छ। त्यो किन हो भने कि 2 वर्षको संविधान सभाको कार्यकाल 4 वर्ष भएर पनि एकीकृत माओवादी ठूलो पार्टी भएर पनि मधेसवादी दलहरूलाई मधेस तराईको जनताले म्यान्डेट दिए पनि त्यो म्यान्डेट अनुसार उनीहरूले हिँड्न सकेन, त्यसलाई हिराउन सकेन। मुख्य अभिभावकको मुख्य जिम्मेवारी हुन्छ र त्यो मुख्य जिम्मेवारी त्यो वहन गर्न सकेन। त्यसै कारणले 2 वर्षको अवधि 4 वर्षमा पनि त्यो पूरा हुन सकेन। त्यसैले जनतामा एक किसिमको वितृष्णा हो र अहिले जनता पनि रिथिङ्किङ गर्दैछ। किनभने अहिले मिडियाको जुग हो। हरेक जनताले टेलिभिजन, एफएम, पत्र पत्रिकाबाट थाहा पाउँदो रहेछ 1 मिनटमा। जस्तै आज प्रवेशको कार्यक्रम 1 घण्टामा नै कति फोन आयो होला। यसले मैले के महसुस गरेँ भने मिडियाको युग हो। अब सूचना प्रवाह छिटो हुन्छ। तपाईले आज त्यही पार्टी प्रवेश कार्यक्रममा एउटा उद्घोष पनि गर्नुभयो, धनुषाको 1-2 नम्बरको क्षेत्रमा आऊ प्रचण्ड, तिम्रो जमानत जफत गरिदिन्छु भन्नुभयो। के सम्भव होला त? हो, 1 नम्बरमा आयो भने उसको जमानत जफ्त हुन्छ। त्यही होइन, रामचन्द्र झा जुन गएको हो उसले विगतमा दाबी गर्दै थियो कि त्यो एमालेको कारणले होइन, मेरो एक्टिभको कारणले त्यहाँ धनुषामा अथवा क्षेत्र नम्बर 1 मा त्यति बेस बनेको हो जनतामा। तर मैले आज भने नि कि एकीकृत माओवादीबाट टिकट लिएर रामचन्द्र झाले 1 नम्बरमा आउनुपर्छ र उसले जमानत पनि बचाइलियो भने म बुझ्छु उसको व्यक्तिगत जनताप्रतिको त्यति लगाव हो। आज किन गएन उहाँसँग जनता? मैले जति मान्छेलाई 64 सालमा जनताको एउटा धनुषा जिल्लामा नेकपा एमाले समर्थन गर्ने जनताहरूको एउटा मनमा इमानदारीता छ कि रत्नेश्वर लाल गुइट भनेको त्यो पार्टी छोडेको होइन, उसलाई छोराएको थियो। तर आज हेर्नुहोस् धेरै खुसी छ मान्छेहरू, धेरै खुसी छ। यो 2 महिनाको प्रेसर थियो, कसैलाई नेताको प्रेसर हुन्छ, तर म यस्तो व्यक्ति छु जनताको पनि प्रेसर थियो, कार्यकर्ताको पनि प्रेसर। तपाईको मन रोइरहेको रहेछ त्यतिखेर जबकि एमाले छोडेर तमलोपा नेपालमा हुँदाखेरि पनि एमाले छोड्नु पर्यो, मलाई छोडाइयो भन्ने तरिकाले हो। त्यो हिंता थियो, मलाई भित्र आत्मामा थियो त्यो कुरा। अहिले तपाई अब यता फर्कनु भयो, अब छोडेर गएका उर्मिला अर्याल, रामचन्द्र झा, अशोक राई, अजम्बर काङमङ राई लगायतका अरू नेताहरूले पनि त्यस्तो अनुभूति गर्लान्? तपाईले त एकचोटि तपाईले त यो बुझिसक्नु पनि बाहिरी पार्टीमा गएर। त्यो समयक्रम लाग्छ। म एउटा कुरा भनौँ, तपाईको नेपाल एउटा सानो मुलुक हो। मैले अनुभूत गरेको कुरा आज 3-4 वर्षको अनुभूत गरेर म यो कुरा भन्दैछु। सानो मुलुक हो, यहाँ जनसङ्ख्या एकदम कम छ र हरेक कुरामा मिक्सचर छ कि जातीय हिसाबमा हेर्नुस् मिक्सचर छ, भाषिक हिसाबमा हेर्नुस् मिक्सचर छ, धार्मिक हिसाबमा हेर्नु मिक्सचर छ। त हरेक हिसाबमा यदि मिक्स भएको हो त हामी एकदलीयतालाई किन स्वीकार गरेनौं, बहुदलीयतालाई स्वीकार गर्यौं। त्यस्तै पहिचानको सवालमा पनि बहुपहचान भनेको सबैलाई समेट्ने कुरा हो। यसलाई नेकपा एमाले
व्याख्या गर्न नसकेको, जनताको बीचमा राम्रोसँग पुर्याउन नसकेको मेरो यो ठमाइ हो। त्यसैले यो कुराहरूमा पनि त्यति फरक पर्दैन र तपाईको नेकपा एमालेको जुन पूर्वको चिन्तन थियो त्यो चिन्तनमा फर्किँदैछ मैले अनुभूत गरेको, र त्यो फर्किन बित्तिकै एउटा स्पिड बिस्तारै बढिरहेको छ। मलाई लाग्छ कि 1-2 महिनामा यो स्पिड अलिकता अरू स्पिडमा जान्छ। अहिले नेकपा एमाले एजेन्डा विहीन पार्टी, उसले एजेन्डा समाउन कि त एकीकृत माओवादीको कि त कंग्रेसको पक्षको लाइन समात्नुपर्छ भनेर कुरा उठिरहँदा तपाईँ एमालेमा प्रवेश गर्नुभयो। अब नेकपा एमालेलाई सशक्त बनाएर अगाडि लानको लागि तपाईँका भावी योजना, गुरु योजनाहरू के छन्? हैन, गुरु योजनाहरू अब त्यो केन्द्रीय लेभलमा पनि बनेको छ र बन्छ पनि। हजुर, मेरो अनुभव लिएर पनि केही योजनाहरू बन्छ र त्यो योजना भनेको हो जनताको बीचमा नेकपा एमालेको जुन कार्यक्रम हो, नीति हो, विचार हो, सिद्धान्त हो, जुन विगतका देनहरू छन् त्यो सबैलाई एकमुष्ट गरेर जनतासँग घनीभूत सम्पर्क गर्ने, अन्तर्क्रिया गर्ने, छलफल गर्ने र उहाँहरूको सुझाव, राम्रो सुझावलाई पनि अंगीकार गर्ने, पार्टीको उच्च तहसम्म पुर्याउने, त्यहाँबाट नीति बनाएर फेरि अगाडि बढ्ने, यस किसिमबाट पार्टीले एउटा जनताको समेट्दै ठूलो पार्टी बन्छ। एजेन्डा बिन पार्टी भन्छन्, स्वीकार्नुहुन्छ र अलिकति एजेन्डाबाट तलमाथि विचलित भएको हो कि पार्टी भन्ने लाग्छ तपाईँलाई? हैन, एजेन्डा विहीन नेकपा एमालेलाई त मान्न सक्दैन। हो, कुनै ठाउँमा अब आरामको कुरामा उ भएको होला अथवा समय सापेक्ष कुनै कुरा आजै भन्नुपर्ने कुरा 10 दिन पछाडि भनेको होला, त्यो तारतम्यको कुरामा अलि अताउति भएको होला। तर नेकपा एमालेलाई मैले भन्दैछु नि रिथिङ्किङ गर्दैछ कि त्यो रिथिङ्किङ भनेको वस्तुगत धरातलमा हुँदैछ र त्यसैको परिणाम हो यो प्रवेशको अलिअलि जुन लहर चल्न थालेको छ त्यो अहिले सानो स्केलमा छ र त्यो विकसित हुँदा यो पारो बढ्दैछ भन्नुहुन्छ। अब ठूलो स्केलमा जान्छ। रामचन्द्र झाका कुराहरू धेरै उठे यहाँ। उहाँ लगायतका पार्टीबाट जो निस्किनु भयो, छुट्टै पार्टी गठन गर्नुभयो उपाध्यक्ष लगायतकाले, उहाँले पार्टीलाई दोष दिँदै छुट्टिनु भएको छ। तपाईले त व्यक्तिलाई अहिले मनन गर्नुभयो, व्यक्तिको कारणले म छुट्टिनु परेको थियो भनेर। उहाँहरूले पार्टीलाई दोष दिँदै अब संहिताकोमा स्पष्ट भएन, जातीय पहिचानका कुराहरूमा यो पछाडि हट्यो, मधेसका मुद्दालाई उठाउन सकेन भनेर उनीहरू गएका छन्। कसरी हेर्नुहुन्छ त? अब यस्तो छ कि अब कुन व्यक्तिले आजको मितिमा के भन्यो र हिजोको मितिमा के भनेको छ र त्यो भन्दा पनि पछाडिको मितिमा के भनेको छ, त्यो रामचन्द्र झाको पुरै 4 वर्षको 5 वर्षको कार्यकालको त्यो इन्टरभ्यू, विचार प्रवाह अथवा आम सभाहरूमा बोलेको कुराहरू एकमुष्ट राखिदिँदा उसको न कुनै दृष्टिकोण छ, न कुनै विचार छ, न कुनै कुरामा रहन्छ। उसको एउटै कुरा हो, नेकपा एमाले भित्र पनि धुर्की लगाएर हुन्छ कि घुर्की लगाएर हुन्छ कि अलिकता त्यो आफ्नो कुरालाई त्यो मनाउने कुरामा उसको काला काम गरेको थियो। हुँदाहुँदै नेकपा एमाले पनि बुझ्यो र त्यो बुझिसकेपछि उसले के ठान्यो भने अब यहाँ मेरो मार्केटिङ चल्दैन, मेरो मार्केटिङको कुरा सबै एउटा गलत आरोपहरू मात्र हो त्यसको मतलब? एकदम गलत आरोप हो। अब नेकपा एमालेलाई देशको पहिलो पार्टी बनाउनु पर्छ भनेर अध्यक्ष लगायतका धेरै नेताहरूले बारम्बार भनिरहनु भएको छ। नेकपा एमाले तेस्रो पार्टी हुनु नै संविधान सभाबाट संविधान बन्न नसक्नु हो भनेर उहाँहरूले प्रस्तुति पनि दिनुहुन्छ। अब त्यही लाग्छ कि तपाईँलाई नेकपा एमाले तेस्रो पार्टी भएर संविधान नबनेको र अब नेकपा एमालेलाई पहिलो पार्टी बनाउनको लागि के गरिनु पर्ला? अब नेकपा एमालेलाई पहिलो पार्टी बनाउनको लागि त्यो कार्यकर्ता र जनतालाई परिचालन गर्नु पर्ला। नेकपा एमाले प्रति जनता र कार्यकर्तामा के भरम सम्भव छ? कांग्रेस, एकीकृत माओवादी, नेकपा माओवादी र एकीकृत माओवादीको अहिले फेरि मिलेमतको कुराहरू आइरहँदा नेकपा एमाले पहिलो पार्टी होला आगामी संविधान सभाको चुनावमा? हैन, जनता भनेको के हुन्छ? जनता भनेको निर्णायक कुरा हो। तपाईँ हिन्दुस्तानैको हेर्नुहोस्, विगतमा कांग्रेस आएको ठूलो बहुमत थियो, बीचमा अलिक कमजोर भयो, जो अटल बिहारी वाजपेयीको जुन प्राइम मिनिस्टर कालमा एक कार्यकाल पूरा गरिसकेपछि फेरि जनता कांग्रेस आएको लोकप्रियतालाई नै त्यहाँ देखिरहेको छ। कारण के हो भने जनताले पनि रिमूल्याङ्कन गर्छ र रिथिङ्किङ गर्छ।
के कारणले भएन, कसको दोष कति हो। अब यो 4 वर्षको अवधिमा जुन शीर्ष तहका नेताहरू, राजनीतिक दलका नेतृत्वहरू फेल भए, अहिले आफ्नो दलको आफ्नो नेताहरूको नेतृत्वमा सरकार गठन गर्न नसकेर गैर दलीय नेतृत्व छानिए भनेर जुन टीका टिप्पणी आउँदा दलहरू त दोषी ठहरिए, असफल भए भनिरहँदा फेरि दललाई नै जनताले साथ देलान् त अब नेकपा एमालेलाई। अब यस्तो छ, त्यो बारेमा के छ भने कि अहिले जुन ब्युरोक्रेसीहरूको हातमा जुन सत्तालाई बुझाउने काम भएको हो त्यो एकदमै गलत भएको। जनता, तपाईँ पनि सन्तुष्ट हुनुहुन्न? म पनि त्यो कुराबाट सन्तुष्ट छैन र त्यो बाध्यात्मक बस नेकपा एमाले, नेपाली कांग्रेस त्यो कुरालाई समर्थन गरेको। त्यो कुरा के रहेछ बाध्यता, तपाईँले त बुझ्नुभयो होला नि। त्यो बाध्यता त्यही थियो कि डाक्टर बाबुराम भट्टराईलाई कसरी सत्ताच्युत गराउने, त्यति हो। सत्ताच्युत गराउने, त्यसमा अब त्यो कुरामा सबैले त्यहाँ एकमत भए। तर त्यो हुँदा पनि जनताको बीचमा तपाईँ जानुस्, अहिले सिंहदरबारभित्र जानुस्, त्यो जनता छिरिरहेको छैन, पार्टीको कार्यकर्ताहरू छिरिरहेको छैन, उसको मन उदास छ र उसलाई हिंता बोध भइरहेको छ। जसलाई राजनीतिक क्रममा मैले डीजी पाएको थिएँ, मैले सचिव पाएको थिएँ, मैले त्यसलाई राजनीतिक रूपले परिचालन नभनौँ, राजनीतिक रूपले त्यो आफ्नो चेहरा देखाएको थिएँ, त्यसलाई आज कसरी भन्न जाउँ यो समस्या हो, त्यो समस्या हो। मेन कुरा यो हो, दलका नेताहरू लाचार छन्, यसको मतलब हो दलको नेताहरूले जुन लाचारीपनको हिसाबलाई ब्युरोक्रेटलाई जुन सत्ता दिने काम, सञ्चालन गर्ने काम गरेको हो नेपालमा, त्यो ऐतिहासिक भूल हो मेरो विचारमा। अब यही ऐतिहासिक भूलबाट बनेको सरकारले के मङ्सिरमा चुनाव गराउन सक्ला त रत्नेश्वरजी? अब मङ्सिरमा चुनाव हुन्छ कि हुँदैन त्यो पनि जनता पनि विश्वास भइरहेको छैन र व्यक्तिगत म पनि अहिले विश्वास छैन, त्यो पनि अहिलेसम्म। किन त तपाईँ त विश्वस्त हुनुहुन्न भने आम नेपाली नागरिकले कसरी विश्वास गरे? तपाईँ त एउटा नेताको हुनुहुन्छ, आम नेपाली नागरिकको प्रतिनिधित्व गर्नुहुन्छ तपाईले। एउटा क्रिया र प्रतिक्रिया हो। दलहरूको, मेजर पार्टी दलहरूको जुन 4 दलीय संयन्त्र छ, हिजो एउटा कुराको सहमति गर्छ, 10 दिन पछाडि फेरि त्यसै कुराको फेर्नलाई फेरि त्यो भित्र वैचारिक संघर्ष हुन्छ। त्यो भएन भने फेरि आज मिलेन, आज सहमति भएन। त्यही विगतको कमी कमजोरीहरू, विगतको जुन प्रवृत्तिहरू थियो त्यो दोहोरिन थाल्यो। एमालेको अडान किन बिग्दैन नेपाली राजनीतिमा? यसको मतलब कांग्रेस पनि बिकिरहेको त छैन, एकीकृत माओवादीले जे भन्यो त्यही बिकेको जस्तो भान परिरहेको छ नि अहिले। अब यसमा केही समय सापेक्ष केही कुराहरू होला। अब एमालेको भित्र होला कि नेकपा एकीकृत माओवादीलाई शान्ति प्रक्रियामा सुरुदेखि कसरी ल्याउँ, यसलाई शान्तिपूर्ण बाटोमा कसरी अवतरण गराउँ, यसलाई पनि एउटा शान्तिपूर्ण राजनीतिको धारमा लोकतान्त्रिक मूल्य मान्यतामा कसरी ल्याउँ, यो हुन सक्छ। त्यस कारणले धेरै कुराहरूमा छुट हुँदै गयो र त्यो छुट हुनुको कारण के भयो, एउटा प्रवृत्तिको रूपमा विकास गर्यो त्यो। अब चुनाव सुनिश्चित हुनको लागि के हुनु पर्यो? तपाईँ त अझै पनि ढुक्क हुनुहुन्न, तपाईँ आफै त हुनुहुन्न भने अब सुनिश्चित गर्नको लागि चाहिँ के भयो भने मङ्सिरमा चुनाव सुनिश्चित हुन्छ? सुनिश्चित हुनको लागि दलहरूले पनि त्यो सहमतिको लागि एउटा जोड दिनुपर्छ। एउटा कुरा अडान छोड्नुपर्छ हो, दोस्रो कुरा अडान छोड्नुपर्छ। त्यो कुरा मैले भन्न खोजेको होइन, जुन जायज कुराहरू हो त्यसमा सहमति गर्नुपर्छ। र यदि सहमतिमा ढिलो भइरहेको छ भने दलले जनताको बीचमा जानुपर्छ र जन दबाव सृजना गरेर पनि त्यो चुनावलाई सुनिश्चित गर्नुपर्छ। अहिले विवाद देखिएको भनेको निर्वाचन ऐनमा हो। तपाईको व्यक्तिगत विचार चाहिँ के छ? थ्रेसहोल्ड र फौजदारी अभियोग लागेकालाई चुनाव लड्न दिने या नदिने भन्ने विषयकै विवाद हो। के भन्नुहुन्छ यो दुईटा विषयमा? यो दुईटा विषयमा के भन्न चाहन्छु भने कि चुनाव भनेको यो दोस्रो संविधान सभाको चुनाव समयमा यदि भएन भने त्यसले धेरै वितृष्णा पैदा हुन्छ। हजुर, अब यो फ्रेस होल्डको कुरा हो, जहाँसम्म त्यो 4 दलले एउटा सहमति गरेको थियो 1% को कुरा। हजुर, कमसे कम 1% ल्याउनु पर्छ, त्यसले मात्रै समानुपातिक सिट पाउँछ। जहाँ पनि संसारमा राजनीतिक मूल्यमानता हुन्छ र एउटा मापदण्ड हुन्छ। यदि संविधान सभाको चुनाव त्यही बखेराको लागि टर्छ भने मलाई लाग्छ कि त्यो कुरामा पनि सोच्नुपर्छ दलहरूले। एमाले पछि हट्नुपर्छ, त्यही अडानमा रहिरहनु हुँदैन। पछि होइन,
पछि हट्नु भनेको यो कुरा होइन। त्यो कुरालाई पनि सोच्नुपर्छ। यदि संविधान सभाको चुनाव यो मनसिरमा सुनिश्चित भयो भने मलाई लाग्छ कि नेपाली जनताले यसपालिको संविधान सभाको चुनावमा अहिले जनताले मुख खोल्न खोजिरहेको छैन। त्यसको धेरै कारण होला, तर भित्र जनताको भित्र चाहिँ धेरै कुराहरू छन्। त्यो चुनावको बेलामा उसले आफ्नो अब फौजदारी अभियोग लागेकालाई के गर्ने त? 6 वर्ष नपुगेकालाई चुनाव लड्न दिने कि नदिने? माओवादीले बखेडा गरिरहेको छ, कांग्रेस एमाले त्यतिकै बखेडा गरिरहेका छन्। हैन, फौजदारी अभियोग लागेको व्यक्तिहरूलाई अब लोकतान्त्रिक मूलमान्यताको आधारमा संसारमा के प्र्याक्टिस छ नेताहरूले त्यो पनि हेर्नु पर्यो। हैन, सफा तपाईँ खुल्ला गर्नुहुन्छ भने त्यो खुल्लाले पनि विकृति आउँदो रहेछ, त्यो त प्रमाणित भएको। हजुर, त्यसैले राजनीतिक मूलमान्यतामा राजनीतिक क्षेत्रमा केही सेन्सर गर्नुपर्छ भन्नुहुन्छ मतलब। हुन्छ, कुराकानीलाई निरन्तरता दिनेछौँ। आज हामीसँग हुनुहुन्छ आज भर्खर नेकपा एमालेमा प्रवेश गर्नुभएको, पहिला पनि नेकपा एमालेकै नेता हुनुहुन्थ्यो, आफूले गल्ती गरेको महसुस गर्नुभएको छ, जुन विगतको बाहिर रहँदा नेकपा एमालेलाई ब्रेक गरेको उहाँले स्वीकारिसक्नु भएको छ। अब रत्नेश्वर लाल गोइती यादव हुनुहुन्छ हामीसँग। तपाईँले पनि उहाँलाई प्रश्न गर्न सक्नुहुनेछ, जसको लागि NWS न्यूज टाइप गर्नुहोस्, मोबाइलको म्यासेज बक्समा गएर एक स्पेस छोड्नुहोस्, आफ्नो नाम र ठेगाना सहित 5006 मा पठाउनुहोस् तपाईँको प्रश्न यो छोटो ब्रेकपछि। ब्रेकपछि पुनः स्वागत छ। कार्यक्रम सिटिजन हाटक सुनिरहनु भएको छ। देशभरका विभिन्न रेडियो स्टेशन, त्यसैगरी www.citizenfm.com बाट संसारभर एकैसाथ आज हामी कुराकानी गरिरहेका छौं। आज नेकपा एमालेमा प्रवेश गर्नुभएका नेता रत्नेश्वर लाल गोइती यादवसँग देशको समसामयिक राजनीतिक स्थिति, किन एमाले छोड्नुभयो, किन फर्कनु भयो, बीचमा रहँदा तपाईलाई कस्तो अनुभूति भयो भन्ने प्रश्नका जवाफ हामीले पहिले पाइसकेका छौं। अब एमालेलाई कसरी अगाडि बढाउने भनेर हामीले सोधिसकेको प्रश्नको जवाफ पनि यहाँ छर्लङ्ग भइसकेको छ। अब पालो तपाईको प्रश्नको। यहाँलाई पुनः स्वागत छ ब्रेकपछि। धन्यवाद। अब श्रोताहरूको प्रश्न आइसकेको छ। रिमा अधिकारीले धादिङबाट प्रश्न गर्नुहुन्छ, तपाई मधेसी दल छोडेर एमालेमा आउँदा पदकै लागि त आउनु भएको होइन भनेर सोध्नुहुन्छ रिमा अधिकारी धादिङबाट। म रिमाजीलाई के भन्न चाहन्छु भने पदको लागि मैले आएको होइन। पद कुनै ठूलो कुरा होइन। पद भनेको के हो? योग्यता र क्षमतालाई सञ्चालन गर्ने, त्यो जिम्मेवारीलाई अगाडि बढाउने कुरा मात्रै हो। मेन कुरा त्यो पद होइन, मेन कुरा राजनीतिक हो। मेन कुरा देश र जनता हो। मान्छेले जुन आफ्नो व्यवहारबाट र देशको राजनीतिक प्रक्रियाबाट जुन कुरा अनुभव गर्छ, त्यो अनुभवले विवेकले जुन कुरा निचोरमा ल्याउँछ त्यो नै सत्य हुन्छ। त्यस आधारमा मैले यो 4 वर्षमा मैले बताएको थिएँ, मैले अध्ययन गरेँ, मैले देखेँ र त्यसलाई अनुभूत गरेँ कि जनताले त म्यान्डेट दियो, तर त्यो म्यान्डेटलाई सदुपयोग गर्न सकेन। त्यो म्यान्डेटलाई आफ्नो जनताले दिएको भूमिका चाहिँ अदा गर्न सकेन। त्यसैले मैले आफ्नो जुन पुरानो पार्टी हो नेकपा एमाले, जसमा मैले 29 वर्षसम्म काम गरेको र मैले कुनै ठाउँमा पदको बार्गेनिङ गरेका छैन। नेताहरूले त्यही भने हो, योग्यता क्षमता अनुसारको काम हुन्छ, जिम्मेवारी हुन्छ, कुरा त्यतिकै हो। अहिले तपाईको देशमा संविधान बनेन, अहिले दिन प्रतिदिन प्रतिगमनको पनि खतरा बढिरहेको छ र जनताको बीचमा त्यो पनि एउटा चिन्ताको विषय हो। र अहिले जति पनि लोकतान्त्रिक शक्तिहरू हो एकजुट हुने बेला छ। त्यस आधारमा पनि नेकपा एमालेमा मैले काम गरेको, त्यहाँ सबैसँग धुलमिल भएको र पार्टी पनि एउटा सुविचारित ढंगले, अनुशासित ढंगले एउटा कार्यक्रमको आधारमा चलेको पार्टी हो र त्यसलाई मैले भने कि अब रिथिंकिङ पनि हुँदैछ, गर्दैछ। त्यस कारणले मैले फेरि एमालेमा। अर्को मित्र हुनुहुन्छ अनिल यादव सरलाईबाट प्रश्न गर्नुहुन्छ, देशको आधा भन्दा बढी जनता रहेको तराई भेगमा मधेस केन्द्रित दलहरू बीच मोर्चाबन्दी गरेर जाने कुरा भइरहेको छ, तपाईहरु त पछारिनु होला नि फेरि भन्नुहुन्छ। हैन, कुनै पछारि पर्नु पर्दैन कि, यसको कुरामा मलाई कुनै चिन्ता छैन। के हो भने यो मात्र एउटा नारा हो कि जब मधेसवादी दलहरू एकजुट हुँदैछ, मोर्चा बन्दैछ, त 3टा पार्टी 18 टुक्रामा जानुको कारण के हो? व्यक्ति पनि पार्टी हुन्छ र व्यक्ति पार्टी बनेर पद समातिन्छ र पद अनुसारको फेरि त्यो नीति र
विचार अनुसारको व्यवहार हुँदैन। पदको लागि जनताको आँखामा छारो हाल्ने काम हो यो मोर्चाबन्दी भन्ने त्यो चाहिँ। मधेस तराईको जनताले बुझिसकेको छ कि त्यो अब त्यसमा बढी आलोचना नगरौं। त्यो आउने चुनावमा जनताले सबै कुराको छिनोफानो गर्छ मलाई लाग्छ। अब अर्को मित्र हुनुहुन्छ डडेलधुराबाट प्रश्न गर्नु भएको छ रामेश्वर ऐरले। एमाले विचारबाट स्खलित हुँदैछ भनेर चर्चा चलिरहँदा तपाईँ चाहिँ किन एमालेमै प्रवेश गर्नुभयो भन्नुहुन्छ रामेश्वर ऐर। होइन, विचारमा स्खलित भयो भन्ने चर्चा चलिरहेको छ। चर्चा चलाउने प्रतिद्वन्दी पार्टीहरू होला। प्रतिद्वन्दिता त त्यस्तै हुन्छ। ममा के कमजोरी छ, तपाईमा के कमजोरी छ, कमजोरी नभएको कुराहरू पनि उछाल्छ। त्यस्तो होइन कि नेकपा एमाले विचारमा स्खलन भयो त्यो कुरा म मान्न सक्दैन। हुन सक्छ समय सापेक्ष कुनै कुरा मैले अगाडि नै भने कि जुन ठिक समयमा जुन कुरा निर्णय लिनुपर्ने हो अलि ढिलो भएको होला। तर आज चाहिँ नेकपा एमाले फेरि आफ्ना सम्पूर्ण त्यो अवधिलाई 4 वर्षको अवधिलाई त्यो रिथिंकिङ गर्दैछ र त्यो रिथिंकिङबाट जुन एउटा सेन्ट्रल नेकपा एमालेको सेन्ट्रल कमिटीले निर्णय गर्यो कि एमालेबाट गएका साथीहरूलाई आह्वान गर्यो, त्यो आह्वान आज चाहिँ कार्यान्वयन हुँदैछ। यसको कारण के हो? विचारमा स्खलन भएको होइन, त्यो विचार अहिले फेरि स्वस्थ हुँदैछ। अर्को मित्र विष्णु भट्टराई काँडाघारीबाट प्रश्न गर्नुहुन्छ 34-35 वर्षको राजनीतिक इमेज अहिले आएर ध्वस्त भए जस्तो लाग्छ कि लाग्दैन नेताज्यू भन्नुहुन्छ। हैन, ध्वस्त राजनीतिक इमेज के ध्वस्त होला? राजनीतिक इमेज तब ध्वस्त हुन्छ जब मान्छेले आर्थिक अनियमिततामा पर्छ, जब मान्छे अनुशासन विहीन हुन्छ, जब मान्छेको चिन्तन हराउँछ, जब मान्छेमा एउटा स्वस्थ ऊर्जा र स्वस्थ चिन्तन हुँदैन, तब चाहिँ राजनीतिक हराउँछ र राजनीतिक जीवनमा केही ह्रास आउन सक्छ। केही मित्रहरूले नाम लेख्नु भएको छैन, उहाँहरूको प्रश्न नाम नलेखेको कारणले म यहाँ वाचन गर्दिन। नाम लेख्ने मित्र हुनुहुन्छ अर्को सुजन तामाङ जोरपाटीबाट भन्नुभएको छ प्रचण्डको पारालाई बुझ्न गाह्रो छ, जसले जे पनि गर्न तयार हुन्छ। यस्तो मान्छेसँग तपाईलाई निर्वाचन लड्न सक्नुहुन्छ होला त भनेर सोध्नुहुन्छ। हैन, निर्वाचन किन लड्न सक्दैन? निर्वाचन त वरिष्ठ मान्छेहरूसँग प्रतिस्पर्धा गर्दा त्यसमा आफ्नो व्यक्तित्व पनि विकास हुन्छ र हुन सक्छ कि जनताको बीचमा त्यसको लोकप्रियता र त्यसको वितृष्णा होला भने त्यो पछार्न पनि सक्छ। अर्को मित्र नेताज्यू बधाई छ तपाईलाई। मेरो प्रश्न तपाईलाई एमाले पार्टीले रविन्द्रको कि रामचन्द्रको पद दिने भयो अनि तपाईको योजना एमालेलाई फर्स्ट पार्टी बनाउने हो? त्यसो हो भने अलि सोच्नुहोस्, रविन्द्र श्रेष्ठ होला नि, कुलदेव अस्तानी काभ्रे भनेर प्रश्न गर्नुहुन्छ। हैन, उहाँको रोमान्चिक अलि हाँसो खालको प्रश्न हो। उहाँलाई प्रश्न गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु। तर त्यस्तो हुँदैन। को व्यक्ति को कुन समयमा कसो भएको हो त्योसँग जोड्न मिल्दैन कि। मैले भने नि मान्छेको ह्रास कब हुन्छ? जब मान्छे आफ्नो मूल मन्त्रबाट चुकिन्छ, आफ्नो विचार र दृष्टिकोणबाट चुकिन्छ, जब मान्छे अनुशासन विहीन हुन्छ। त्यो कुरालाई आत्मसात गर्दै अगाडि बढ्यो भने, गल्तीलाई सच्याउँदै सही कुरालाई समात्दै, राजनीतिक भनेको त मतलब त्यही कुरा हो नि त, जनता पनि सिक्दै। अर्को मित्र हुनुहुन्छ गोइजी लाल सलाम। तपाईँ एक पार्टीको वफादार नेता मात्र नभई एक भरोसादार सिपाही हुनुहुन्छ। यसलाई अझ मजबुत बनाई आफ्नो अनि पार्टीको समुन्नत विकास गरी जनतामाझ लोकप्रिय बन्नुहोला। बेस्ट अफ लक, शुभचिन्तक भनेर उहाँले तपाईँलाई शुभकामना मात्र दिनुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु। अब हामी कार्यक्रमको अन्त्यमा छौं। देशलाई निर्वाचनमय बनाउनको लागि नेकपा एमाले त अहिले लागिरहेको छ। उसको अब 1 महिने परिचालन कार्यक्रम पनि छ। त्यसमा तपाईँको भूमिका, आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउन र एउटा समुन्नत जनताको संविधान बनाउन रत्नेश्वर लाल गोइत यादवको अबको योजना के हुनेछ, अबको भूमिका के हुनेछ? मलाई के लाग्छ भने, मेरो अनुभवले नेकपा एमाले भित्र मैले काम गरेको अनुभव र अहिले पनि जनता कार्यकर्ताहरूसँग सम्पर्क भएको र नेकपा एमालेको जति कार्यकर्ता छन्, जति ऊर्जावान अनुशासनवान कार्यकर्ता छन्, त्यसलाई सही ढंगले ऊर्जा दिन सक्यो भने, त्यसलाई परिचालन गर्न सक्यो भने, त्यसलाई समय सापेक्ष बनाउन सक्यो भने नेकपा एमाले
अग्रपंक्तिको पार्टी हुनेछ, मलाई एकदमै विश्वास छ। धन्यवाद, आफ्नो महत्त्वपूर्ण समय दिनुभयो। तपाईलाई पनि धन्यवाद छ। समसामयिक विषयमा यो एफएममा बोलाउनु भयो, त्यसको लागि पुनः धन्यवाद दिन चाहन्छु। आज हामीले कुराकानी गर्यौं आज मात्र नेकपा एमालेमा प्रवेश गर्नुभएका नेता रत्नेश्वर लाल गोइती यादवसँग। नेकपा एमालेमा प्रवेश गर्नुको कारण, विगतमा किन एमाले छोड्नुभयो, आगामी संविधान सभाको निर्वाचनको लागि एमाले निभाउन सक्ने भूमिका, पार्टीलाई सहयोग गर्न सक्ने आफ्नो व्यक्तिगत भूमिका र आफ्ना योजनाका बारेमा हामीले कुराकानी गर्यौं। तपाईले सुनिदिनु भयो, तपाईलाई धन्यवाद। सहभागिता जनाइदिनु भयो, तपाईलाई पनि धन्यवाद। प्रविधि संयोजनका लागि नवराज बस्नेतलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता दीपक धिताल पनि बिदा हुन्छु। नमस्कार।